विश्वभरि नै युद्ध चलिरहेको अवस्थामा दक्षिण एसिया चाहिँ अलिकति स्टेबलै देखिन्छ। तर यो स्टेबिलिटी कहिलेसम्मको लागि? हिजो अस्ति मात्र भर्खरै आएको समाचारलाई इफ इन केस हामीले एनालाइसिस गर्ने हो भने चाहिँ साउदी अरबले चाहिँ अफिसियल्ली नै नाउ इट हेज डिक्लेयर्ड द वार अपन इरान। इरानमाथि चाहिँ यसले युद्ध घोषणा गरिसकेको छ साउदी अरबले। यो अवस्थामा चाहिँ साउदी अरब र टर्की अनि त्यसपछि गएर पाकिस्तानको चाहिँ एउटा ट्रिटी छ कि यिनीहरू माथि भएको आक्रमण अर्कोको माथिको पनि आक्रमण मानेर भनौँ न युद्धको घोषणा गर्ने अर्को देशले भनेर भनेको छन्। यो हुँदै गर्दाखेरि हामी मध्ये कतिजना त पाकिस्तानका सपोर्टर छौँ, वी लभ द पाकिस्तान। त्यही भएर आई डोन्ट केयर पछि तपाईँहरूले मेरो कमेन्टमा के लेख्नुहुन्छ। बट पाकिस्तान भनेको एउटा भिखमङ्गा राष्ट्र हो र त्यो भनौँ न इरानसँग चाहिँ युद्ध लड्न सक्दैन। यो नभएको अवस्थामा चाहिँ उसले भनौँ न इन्डियन टेरिटोरी अथवा इन्डियन बोर्डर लाइनमा चाहिँ केही न केही त्यस्ता एक्टिभिटी गर्नेछन् जसका कारणले गर्दा भनौँ न त्यहाँका जुन चाहिँ सिभिलियन व्यक्ति छन् अथवा त्यहाँका जुन चाहिँ इन्डियन बोर्डर साइडका इन्डियन सिभिलियन जुन चाहिँ छ उनीहरूलाई केही न केही दुःख दिने काम पाकिस्तानले गर्छ। हो त्यसको रिटेलिएसनमा चाहिँ इन्डिया माइट एट्याक द पाकिस्तान, किनभने हामीलाई थाहा छैन कि अहिलेसम्म त त्यस्तो गतिविधि बोर्डरमा देखेको छैन, त्यही भएर म भन्न सक्दिनँ। बट त्यस्तो भएको अवस्थामा इन्डिया विल बी प्रिपेरिङ फर इट्स नेभल ब्लकेड, जुन चाहिँ भनौँ न कराचीतर्फ जाने जुन चाहिँ पानी जहाजको बाटो छ हो त्यो चाहिँ इन्डियाले ब्लक गर्नेछ र एयर स्ट्राइक प्लस ल्यान्ड एट्याक चाहिँ इन्डियाले गर्ने खालको देखिन्छ। किनभने त्यहाँ जस्तो खालको आर्मी मुभमेन्टहरू अहिले वेस्टर्न फ्रन्टमा भइरहेको छ, द्याट डे माइट कम है त। अब मोमेन्टकै आधारमा हामी सबैले डाटा एनालाइसिस गर्ने हो र त्यसैलाई हेरेर भन्दैछु। र यो अवस्था म किन भन्दैछु त भन्दाखेरि हामी मध्ये कतिजना फेरि नेपाल सरकारका मान्छे र हामी जुन चाहिँ नेपाली छौँ उनीहरू चाहिँ फेरि होइन भारत मुर्दाबाद पाकिस्तानमाथि आक्रमण बन्द गर भनेर भन्छन्। त्यो चाहिँ महामूर्खता नै हुनेछ वाइ, बिकज पाकिस्तान इज अ कन्ट्री द्याट हेज द हेटेड फर हिन्दुज। हिन्दूको निमित्त त्यो घृणाले भरिएको राष्ट्र हो र त्यो राष्ट्रमाथि भारतले आक्रमण गर्दै गर्दाखेरि फेरि नेपालका हिन्दू नै उचालिएर यसरी कराउँछन्। हो त्यो कार्य चाहिँ त्यति बेला नेपाल सरकारले गरिराख्न भएन। पहिलो कुरा त युद्ध नै हुनु भएन पाकिस्तान र इन्डियाको बिचमा। जे भने नि दक्षिण एसियामा जुन चाहिँ एउटा स्टेबिलिटी छ त्यो रहि नै राख्नुपर्छ। बट इफ इन केस युद्ध भएको अवस्थामा कसको पक्ष लिने अथवा कसलाई चाहिँ फेभर गर्ने त भन्दाखेरि वी मस्ट फेभर इन्डिया, बिकज हाम्रो इकोनोमीदेखि लिएर हाम्रो हरेक कुरा चाहिँ इन्डियासँग नै भनौँ न टाँसिएको बसेको छ अथवा वी आर कम्प्लिटली डिपेन्डेन्ट अन इन्डिया। सो हामी चाहिँ उनीहरू भन्दा दायाँ बायाँ जान हुँदैन, अन्यथा हाम्रो नेसन चाहिँ भनौँ न लङ टर्म इकोनोमिक कोल्याप्समा जानलाई कुनै पनि भनौँ न 2 मिनटको पनि समय लाग्नेवाला छैन। किनभने भारू खस्ने बित्तिकै भने नेपाली रुपियाँ पनि खस्छ, नेपाली रुपियाँ खस्ने बित्तिकै भनेको नेपाली अर्थतन्त्र पनि डामाडोल कोल्याप्सको अवस्थामा जान्छ। कतिजनाले मेरो भिडियो हेरेर ओहो त उसको एजेन्ट होला है भन्ने भन्न मन लाग्यो होला, त्यो चाहिँ कमेन्टमा लेखिदिँदा हुन्छ।